दुईटा नेपाली मन्त्र हान्यौँ झोलै छिराइली छिराउनी है अन्तरु मन्तरु भन्नु अन्तरु मन्तरु यसरी गर्नु र जन्तरु जन्तरु यो हेलिकप्टर भित्र दुईजना मान्छे ब्रह्म छिरन्तरु हामी दुईजना छिरन्तरु बाहिर बसेर जादु कसले देखाउँछरु जाति केले देखाउने ओइ खेलोले हाम्रो एउटा गुरु इन्डियामा एउटा फलो पर्यो नेपालमा हाम्रो गुरुको हो हाम्रो गुरु दुईटा छ बाजे एउटाले घाँस खान्छ एउटाले भात ओइ खेलोले हजुर खेला पर्यो भाते गुरु घाँस खाने भने हुन्छ हजुर आज नि तेरै पालो बसिहाल भाइ लुकेर जाने होइन छुपेर होइन मान्छे त ठुलो भइस् नि त मोरा भाइ लुकेर होइन छुपेर होइन सबैजनाको आँखा अगाडि तिनवटा गाना गाएर जाने एउटा हिन्दी एउटा नेपाली एउटा बङ्गाली ओइ बङ्गाली होइन बङ्गाली अझै ध्यान दिएर सुन्नु के भनिरहेको छ गाउँछु भनिरहेको छ होइन त ल भन्नु बाजे भाइ गइहाल त भन्नु गइहाल भाइ राम्रोसँग बोल्नु न भाइ गइहाल गइहाल भन्नु न यार गइहाल के भयो बाजे अघि बल उडाउँदा मैले के गरेको थिएँ कालो पर्दा उडाएको थिएँ भाइ उडाउनलाई रुमालले छोड्नु पुग्छ त पुग्दैन यो ठन्डाले छोड्थ्यौँ है भाइ अघि बल गएको थाहा पाउनु भएन अब यो मान्छे गएको नि थाहा पाउनु न बाजे अलिक छिटो उडाइदिनु के भयो छुयो होइन त केही पनि हुँदैन समात्नु उडाइदिनु भापो उडाइदिनु यार पशुपतिमा सुटकोटी गरेर होइन बाजे घरमा च्याउने बानी छ होइन कसरी उड्दो रहेछ भने यार उडाइदिनु उडिहाल्छ नि उडाइदिनु हजुर गइहाल भित्र अहिले एसी बिग्रेको रहेछ अर्को एउटा बनाइदिनु म गइहाल्छु अब अहिले बनाउन भ्याउँदैन भन्न एउटा उडाइदिने अनि जाने हो भाइ लुकेर चाहिँ होइन नि फेरि अघि बिहान चाबेलमा गएको कसैले देखेन आज देख्ने गरी जाने भाइ गएको पत्ता लाउनेलाई 5,000 रुपियाँ राखिदिनु 5,000 कमाएर जानु अझै अर्को पनि चाहिँ उडाइदिइहाल्नु न छिटो उडाइदिनु न गुम्सेर मर्ला भनेको होइन उता बसेर उता भने उडाइदिनु उडाउनु न भाइ अर्को तन्ना पनि दिए गइहाल अझै जान गाह्रो भयो अर्को एउटा तन्ना दिनु म गइहाल्छु आज घरबाट ल्याउन दुईटा मात्रै ल्याएछ भाइ आज यत्तिकै छ होइन भाइ खेल्न आउने बाजेको 2 मिनट टायर भएन हुन्छ बाजे साथी हेर्नु किन हेर्ने भाइ उडेको हेर्नु किन हेर्ने पहिला हावा टाइट गरिदिनुहोस् त एउटा रेखा मेरो भाइ चार्ज छ घाँडो भयो अरे एउटा रेखा लगाइदिन्छु रेखासम्म आइदिनु है यो रेखासम्म आइदिनु त रेखाबाट भित्र आइदिनु है गइहाल भन्नु न त किन बोलाएको भनेर किन बोलाएको भन्नु किन बोलाएको ओ बाजे चौकीदार थाहा रहेछ त म चौकीदार हो त किन बोलाएको भन्नु किन बोलाएको है मुसलमान उहाँलाई वालेकुम सलाम बाजेको बेटी आमा र गुलाम गुलाम भन्दा ठुलो मिस्सी होइन भन्नु न तुम्हारा बिबी हाम्रा मिस्सी अब के भन्नु न भन्नु अब के भन्नु भनिहाल्छु गुरुलाई नमस्कार भाग्यमानी भाइ गुरुको यसको ल भाइ गइहाल है ताली बजाइदिनु अहिले यता आइछ अलिकति हाँगा मान्छेलाई बाजे हो बाजे कहाँ अरे भाइ कहाँ हालेछ भाग्छ कहाँबाट अनि उता हेर्दाखेरि यताबाट भाग्यो भने तपाईँलाई हाल्छु नि फेरि यता हेर्नु हो ल त्यहीँ भयो भाइ भन्ने ठुलो छोरले भाइ भन्नु